guys, welcome back to my new vlog. So यस्तै छ वातावरण धेरै दिनपछि यो यस्तो थोप्रा देख्न पाउनु भयो होला. सो हामी अब आजको प्लान कस्तो छ भने हामी स्विमिङ जाने भनेको प्लान त उहिले भइसक्यो तर भाइहरूले रेन्जर जोसायो दाइ भ्लग बनाउनु हेर्नै पाएन दाइ भन्नलाई हुन नि हो. कति लगभग 2 वर्ष 3 वर्ष जति भयो नबनाएको. ओ मेरो काल भाइ यस्तो छ ताले यसको अघि नै रेडी भएको अझै आएन. मेसेज गर्दा गर्लफ्रेन्ड छ गर्लफ्रेन्डसँग बोल्दै नाम के अरे बहिनीको भन्न रिभिल नगर मलाई रिभिल नगर होला हो. अब सबैको प्राइभेसी हुन्छ आफ्नो. सो यो कुरालाई साइड लगाइदिउँ हेर्दै गर्नु होला. अनि एउटा बबाल क्लिप छ कि यहाँ होइन उडवस गरेको खुट्टा ढोगेको क्लिप बब्बाल छ. त्यो चाहिँ मैले बिचमा ठ्याप्प हालिदिन्छु जसरी हुन्छ. सो त्यस्तै हो यहाँ एउटाले उडवस गरेको अनि खुट्टा ढोगेको छ कि यहाँ. कान पकड न त्यहाँ खुट्टा ढोक ल आशीर्वाद. गर्मी पनि त्यस्तै गर्मी छ गाइज. यहाँ स्विमिङ गर्ने भने त मोडिन्छ जस्तो लाउँछ बेला बेला. तर हप्तामा एकचोटि जानै पर्ने हुन्छ. पैसा छ भने गइन्छ पैसा छैन भने गइन्न. त्यही हो. अनि यहाँ कस्तो छ भने चाहिँ अहिले लाइक कसैको घरमा नि पानी सानी केही आएको छैन क्या. नलकामा मोटरमा जमिन सुकेर डेन्जर. भैरवा भन्ने चिज ठाउँ कस्तो रहेछ भने क्या भैरवा भन्दा नि एयरपोर्ट कस्तो भनौँ यहाँ यस्तो छ. पुरा ड्राई भइसकेको छ कि यो सुकेर मान्छेको टाउको खस्यो नि टाउको फुट्छ होला कि त्यस्तो कडा छ यहाँ. हामी स्विमिङ जाने भनेको अझै उता खास हामी बाइक स्कुटीमा जाने भनेको थियौँ तर त्यस्तै भयो. अब हिँड्दै जाऊँ घुम्दै जाऊँ भनेर हामी त्यसो कुन भाषा बोलेछ आई डोन्ट नो. हामी यहाँ पुग्न लगाइसक्यो. त्यो फुच्चे अझै घर दाइ म कपडा लिएर आउँछु भनेको मान्छे यस्तो टाइम भइसक्यो अझै आएन. यस्तो लोसे गर्दैन फोन उठाउँछ न लजा गरे गर्लफ्रेन्डले देख्छ भने लजा गरे. कस्तो गेम हार्ने हेरेर तिम्रो जति जे गऱ्यो नि जित्ने होइन. कति गोलले जित्छस्? 40,000 लिएर आउने. चल ए मुखेर त 40,000 ल्याउने. ए हाम्रो नि रे तैँले देखेन आफ्नो. सो गाइस सानोमा कस्तो भयो त थाहा. हामी त खोलामा न्हाउन आएको थियौँ. अनि यहाँ उखुबारी थियो कि यहाँ थियो उखुबारी थियो. छोडिदियो क्या हामीलाई लखटेको यार हैसियाले यार. त्यति बेला यहाँ धानै खेतभरि पुरा धानै धान थियो. डेन्जर लखटेको क्या हामीलाई. आयो हेन्सम ए हेन्सम हो क्या फेरि. यो जस्तो हेन्सम कोही छैन क्या ग्रुपमा. यस्तो हेन्सम छ क्या मेरो भाइ फेरि होइन राजीव. गर्लफ्रेन्डसँग च्याटिङ गर्दै दाइको फोन नउठाइदिने यस्तो छ ताल. ए कुन बाटो लिएर आएको छ यार. सिधै हाइवे छ यहाँ मेन रोड यहीँ छ मेन रोड. सानोमा चढा मार्न आइन्थ्यो यार. यहाँ अहिले त बवाल भइरहेछ. यस्तो छ मौसम पनि पानी पर्ला जस्तो छ तर किन परेकै छैन. पर्नै सकेको छैन क्या पानी. म्याक्सिमम् हजुरको कति दिन भयो होला यहाँ 4-5 दिन भयो होला पानी पर्ला जस्तो भएको. तर के गर्ने पर्नै सकेको छैन होला. त धान सान रोपे यहाँ तर सानो छ. यस्तै हो गाइज. भैरवामा बसेपछि वाइल्ड गाह्रो हुँदो रहेछ पानी नहुँदा. हुन त पहिला नि हामीले सहिसकेको त्यही पनि. यस्तो छ तालिनहरू है. ए कहाँ अरूहरूको घरको बाटो झिकेको छ यार. हेर्नु यहाँ गाई यस्तो छ हो. यस्तो मौसममा बस्न पाएँ बवाल हुन्छ क्या. तर भन्नुपर्दा यस्तो बवाल मजा हुन्छ नि यस्तोमा. कि ट्याक्क रुख शीतल हुन्छ. अरूको घरको बाटो आँगन सागन झिक्दै खाइदिने पनि यार मार्छ हामीलाई भन्ने लाग्छ. यस्तो फोकटिएको बाटो लिएर यहाँबाट जान्छ अरे कि कहाँ जान्छ यहाँबाट कसले जान्छ भनेको अरे. फोकटी आखिरमा बाटो एउटै हो भनिराख्नु मैले. मेन रोड त्यहाँ हुँदा यिनीहरू कसो आँगन सागनबाट झिक्दै छ यार गाइस यार. यो त इन्डियाबाट आएको यताले जिताउन बिचारा. यो डरायो कि तेरो मुख देखेर. नानीको घर कता
युट्युबमा आउँछ बहिनी कति मिलियन सब्स्क्राइबर पुरा सबै उठ्छु अरे यहाँनिर यार ब्लगमा बिचरा हाम्रो काले भाइले समोसामा आयो क्या मिसन फेल भयो के हो भाइ यार तिमी यहाँ त्यस्तो यार अरूको बहिनीहरूसँग त्यसरी समोसा माग्दै हिँड्ने हो लाज लाग्दैन साथीको बहिनी ए यसको साथीको बहिनी रे हो र भन्न त ल एउटा ल मागेर दिए त ल हेरौँ ल एउटा समोसा लिएर दिए त 10 म त खोसेर पनि नि दिन्छु समोसा खोसेर भनेको सबै केटाहरू सो गाइज हाम्रो डेस्टिनेसन यही हो यस्तो चाहिँ पहिला गौतम बुद्धको थियो कि अनि एउटा कसले लिजमा लिएको रे पौवा पहिला चाहिँ गौतम बुद्धको थियो अनि लाइक लिजमा लियो बब्बाल गराएको तर सब अहिले कस्तो पहिला हामी हुँदा चाहिँ कस्तो थियो भने चाहिँ अलिक बवालै थियो तर यो पौवाले लियो एउटा हल्का उयो गरेर क्यासिनो खेल्छ जस्तै हो यिनीहरू चोरहरूलाई हेर यी पागलहरू यहाँ हाम्रो कटआउट चोरेछ सानोमा क्यासिनो नेपालमा यहाँ पनि क्यासिनो छ क्या ढुक्क हो क्या सो हाम्रो जक्सन भनेको पहिला यहाँ खोला छ क्या खोला बगेको खोला र त्यहाँ सन्चैमा बिल्ला हुन्छ अरे एउटा सो गाइस यही हो इन्ट्रान्स चाहिँ यही हो यस्तो छ के भइन्छ होला अब त्यहाँ यस्तो छ हामी खेल्ने चाहिँ पढ्यौँ त्यहाँ सो यहाँ पनि छ यस्तो सो गाइस हामी स्विमिङ आइपुग्यौँ फाइनली हामीहरू यहाँ लक्की यस्तै छ यहाँ हुक्का चलिरह र भाइ दुइटा भाइहरूलाई एलाउड छैन हुक्का चाहिँ प्रथम म मात्र हो त्यस्तै छ हल्ले चल्दै गाइस पछाडि गाना बजेको छ तर अहिले कस्तो स्विमिङ पुल वर्स गराइदिएको छ झन् यहाँ पनि पानी आएर मैले भन्छु नि यहाँ भैरवमा पानी सुकेर मोटर तानेको छैन यहाँ पनि त्यस्तै भइरहेछ लाइक पानी तान्दा अब दुईवटा मोटर सर्ट भएर स्विमिङ चाहिँ हामी यहाँ गर्ने तर खानेकुरा चाहिँ बाहिरबाट लिएर आउनुपर्छ यसरी पराठा सराठा यस्तो हल्का त्यही त हल्का एक्सपेन्सिभ हुन्छ क्या अहिले पानी कस्तो तातो छ क्या त्यो मोटर नचलेर क्या हुन्छ नि सब मोटरै सर्ट भएर दुईवटा मोटर छ दुइटै मोटर जल्यो अरे पानी नआएर नि चलेको गरेर सो अब सिधै डाइभ साइभ हालेको हेर्नु होला अब त्यही खाने हो गाइस काको ख काको ख ल अब हामी सकेपछि बाई बाई साथी भएर अलिक सजिलो भयो यो खास पाउन त पाउँदैन तर साथीले अस्ति राति भएर चाहिँ धेरै अलिक 200 पाउनु पर्यो तर साथीले ल्याइदिन्छु भनेको प्लेट्सले यस्तै हो साथीहरू भएपछि अब त्यति त गर्नै पऱ्यो साथीको भाइ भएपछि सब फोनमा बिजी छ हेर त एकजना दुईजना तिनजना ऊ त अब हिरो भइहाल्यो अर्को म फेरि भ्लगमा बिजी तर कस्तो कस्तो छ नि स्विमिङ खेल्न आएको भन्छ बसेछ म 3 चोटि डुब्की हानेछ क्या एकचोटि पनि डुब्की हाने होइन 3 जनाले डुब्दैनस् हल्का फुल्का सानो सानो क्लिपहरू पछि एकदम आइसी बब्बा लाउँछ क्या धमाकावाला आउँछ यो बल्ल स्टार्टिङ भइरहेको नि त लगभग 3-4 वर्षपछि बनाउँदा बोल्न अप्ठ्यारो लाउँछ यहाँ हाम्रो एकजना भाइ दुईजना भाइ साथीहरूले जोसाएर बना गऱ्यो अनि दिदीले पनि जोसाइदियो क्या बनाउनु त के भयो त मेमोरिज हुन्छ पछि हेर्न सजिलो हुन्छ को कहाँ हुन्छ थाहा हुँदैन अब यो आफ्नो गर्लफ्रेन्डको घर गइदिन्छ यो आफ्नो बुढीको घर गइदिन्छ त्यो त झन् अब त्यो साथीको त कुरै नगरौँ ऊ पनि अब त्यस्तै हो ऊ झन् लएर केही पऱ्यो भने सबजना आउनु होला यहाँ लक्कीले सब मिलाइदिन्छ डिभोर्सदेखि लिएर मिल्नेदेखि लिएर सब हो कि नै अनि त्यही त पिट्नीदेखि लिएर त झडाइसक्राइ भयो भने सब यता यहाँ आउँदा हुन्छ उसलाई सम्पर्क गरे हुन्छ उसले सब मिलाइदिन्छ क्या ऊ लयर भन्नुपर्दा त्यस्तो पछि हामीलाई पनि सजिलो हुन्छ नि त यो भ्लग हेरिराख्नु होला जस्टिस सो सबैजना यस्तै हो अघिबाट यस्तै भइरह्यो आजको भ्लग यस्तै हो अब हाम्रो सुरु भयो गएर चाहिँ डुब्लास ल हाम्रो अब स्विमिङ सुरु भयो ल के डाइभ हालेको यिनीहरूको डाइभ हेर्छ भगवान् कस्तो डाइभ हालेको ल गाइस डाइभ कसरी हान्ने म देखाउँछु हल्का यस्तो भुँडी भयो पनि म देखाउँछु भिडियोमा
दुईटा कान निस्किन्छ हेर है केटा ओइ कहाँ गइस त्यो ल तिमी नि हान नि उल्टो टाइम अस्ति हान्थ्यो होइन टाउको साउको फुट्ला है राम्रोसँग चिप्लेला कस्तो भइरहेको स्विमिङ एक्सपिरियन्स ल ल ल चुच्चे हान्यो अघि जस्तो छाती नपड्के यस्तो गरेर हान्न ल ल ल ओ बल्ल भयो तिनी हल्का हल्का मिलेन अझै जाडो भयो अरे डुबाउनु बे ओए होइन फोन त डुबाउनु हुन्न यस्तै छ गाइस खेलिँदै छ नि मजाले तातो सेयर पनि यहाँबाट आउँथ्यो क्या पहिला पानी यहाँबाट चिसो आउँथ्यो त्यस्तो छ अहिले यिनीहरूलाई डुबाउने डेन्जर डुबाउने यिनीहरूलाई के गरेको तैँले गाई भनेको रे तिमीहरूलाई डाइफान क्या डाइफान ओ या ए ल डाइफान ल ए अडे यहाँ डाइफान चाहिँ ल ए यसरी टाउकोवाला क्या ल आई के गरेको आई आई 2, 3 go first Ayush यो पर्छ भाइ त कहाँ गएको so many cheaters here Oh yeah. त्यस्तै छ होइन अवस्था अब यहाँ 6 फिट त्यस्तै छ अवस्था आजको भ्लग यस्तै हुने भयो अब घर जाँदाखेरि हल्का फुल्का गराइन्छ होला नभए गराइन्न त्यस्तै छ हाम्रो भ्लग आजको भ्लग यहीसम्म थियो ए बाई भन् बाई गाइस सो डाइरेक्ट चार्ज भएन अनि खासै भिडियो गर्न पाएन त्यसलाई डाइरेक्ट इन्डिङ अब यहाँ ट्यागको झुन्दै सो अर्को भ्लगमा भेटौँ ल चाँडै भन्दा चाँडै आउँछौँ हामी बाई बाई